गाइज गुड मर्निङ। आज चाहिँ हाम्रो घरको अलिकति स्पेसल डे नै हो किनभने आज मेरो भाइको मङ्गनी हुन जाँदैछ अनि हामी एकदमै एक्साइटेड छौँ। बिहान उठेर मैले मम्मीलाई अलिअलि किचनमा सघाएँ ओरे चिया दिएँ। त्यस आफन्तजनहरू चाहिँ इन्जोय गर्नु होला है किनभने उहाँहरूले नै भिडियो बनाउँदै गर्नु है, भिडियो देखाउने है हामीलाई के हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो। सो मैले चाहिँ यो भिडियो चाहिँ मेरो आफन्तहरूको लागि गरेको छु। किप वाचिङ गाइज। बुहारीको घरमा लाने सघाहरू चाहिँ यति रेडी गरेको छौँ। हाम्रो बेहुला साग पनि एकदमै नर्भस हुनुहुन्छ। भर्खर छिवर गर्नुभएको छ 12 वर्षको कपाललाई। अब उहाँको रियाक्सन पनि कस्तो हुन्छ त्यो पनि म अपडेट गराउँछु। यता बेहुलीको दिदी बेहुलाको दिदी हाम्रो बेहुला चाहिँ बढेको भइसक्यो। ससुराली जानलाई एक्साइटेड छ पाइरो। यता बेहुलाको भेना पनि चिटिक्कै परिसक्यो। यता बेहुलीको दिदी पनि रेडी भइसक्यो। ओटिडी फेसन कन्सियस धनकुटा। यता यता अर्को बेहुलाको दिदी ठुल दिदी कतिको एक्साइटेड ठुल दिदी। very much excited. Channel पे मैं कता हेर त एकचोटि। तपाईँ कता जानु लाग्नु भएको अरे? डाक्टरकोमा। बाबा ए हामी त यसो बुहारीको खोज्दै हिँडेको त हामी त। यस्तै हो बाबा। के अरे सुन्दर फुलबारीमा फुल फुलेको छ अरे हाम्रो भमराले मन परायो अरे वाला हो। त्यो वाला ल बाबा। बेहुलीको घर आइसकेका छौँ। माथि कसले हेर्दै हुनुहुन्छ? नमस्ते जस्तो अहिले हजुरले भन्नुभयो होइन, अलि रस किसिमको उद्देश्यले मात्रै आएको होइन। त्यो फुललाई चाहिँ लगेर अझै यहाँ फुलेको भन्दा अझै राम्रो बनाएर स्याहार सम्हार गरेर होइन जहाँसम्म हुन्छ त्यो गर्ने उद्देश्यले आएको छौँ हामी होइन। उनीहरूले भन्ने नि त गर्ने कुरा गराएको ठिक हो। भविष्यमा दुःख जति चाहिँ सबै मै लिउँला, सुख दिने भन्ने सोचले चाहिँ आँट गरेर माग्न आएको छु। सधैँ आजसम्म जुन सम्बन्ध थियो अझै प्रगाढ बनाउँदै अझै राम्रो सम्बन्ध बनाउँदै जाने नै हो होइन। ठिकै छ। अब यसको लागि यहाँहरूले हाम्रो छोरीको हाम्रो चेलीको तर्फबाट केही कुरो बुझ्ने। त्यसो हुँदा यता हाम्रो साखै सन्धि चाहिँ अलिक बोल्नु त्यति मन गर्नु भएन। भन्नु नि त अब छिमेकीले हुँदो रहेछ अगाडिदेखि नै होइन। अब कहाँ टाढोको त अब सम्बन्ध गाँसिसकेपछि होइन मेन बोले भनेको मै बोले। अनि अब नजिक हुनुपर्छ नि त। मेन जाँदा भयो भने अब नाता एउटै बनाउँछ नि त। त्यस्तो भइसकेपछि झन् नजिक हुन्छ। नानी हामी त यहाँ त निकै कुरा गरिसक्यौँ होइन। प्रसङ्ग अलिकति बढिसक्यो। हामी चाहिँ किन आयौँ भन्ने कुरा चाहिँ सुनाइसक्यौँ होइन।
त्यसले गर्दाखेरि यहाँ हाम्रो छोरालाई नि केही बोल्नु लगायौँ होइन हुनेवाला बुहारी अब एक कुरा त चल्दैन होइन त्यसले गर्दा के हो अब छोराले चाहिँ भन्नु होइन डेडीहरू जानुपर्छ त्यहाँ यसो हामी अब हात माग्नु जाउँ भन्ने कुरा हो नि त त्यसो भनेर हामी चाहिँ आएको है नानी त नानी अब लिएको छ भने होइन भन तिमीलाई कुनै त्यस्तो साह्रो अप्ठ्यारो गाह्रो छ भने त्यस्तो केही छ उहाँहरू आउनु भएको छ तिमीलाई होइन यस हुनु त्यस्तो केही अप्ठ्यारो साह्रो गाह्रो छ भने भन ठिकै छ होइन यसो कुरा बुझ्दाखेरि नानीले पनि ओके भन्नु हो यता छोराले पनि होइन सुखमा नि दुःखमा पनि हामी अगाडि बढ्छौँ भनेर बाचा बानिसकेको छ होइन यो चाहिँ के हामीले बुझ्यौँ है भनेको हजुर शरण पर्न आएको थियौँ स्वीकार गर्नुभयो धेरै धेरै धन्यवाद होइन लडाइँ हुँदैन